तिनीहरू भुन्टीले सिरियालाई कुटेको कोलाई मनपर्छ? भुन्टीले भने सिरिया र जेरीलाई दह्रो कुटेकी छन्। जेरी भने पहिलेदेखि नै अघिल्लो दिन जब भुन्टी भूपेन्द्रसँग सँगै सुतिरहेको बेलामा अचानक आवाज आइसकेपछि को हो भनेर बाहिर निस्किँदा उसले फेला पार्दैन। ऊ भने जोगिएकी हुन्छन्। जेरी भने त्यहाँ चियो चर्चो बुझ्नको लागि आएर त्यही घरमा रातभरि त्यही सुतेकी छन्। हो दर्शकबिनहरू, ऊ लुकी लुकी सुतिरहेकी थिइन्। हो दर्शकबिनहरू, यसरी रुकेको भने भुन्टीले जति खोज्दा पनि बाहिर गएर भूपेन्द्रलाई म बाहिर जान्छु भन्दा भूपेन्द्रले म पनि जान्छु, तिमी एक्लै नजाऊ, मलाई पनि लैजाऊ भनेको हुन्छ। तर उसले लैजान्न, तपाईँ यत्तिकै सुत्नु भनेर त्यही सुताएको हुन्छ। तर भुन्टी भने बाहिर जताततै खोज्दा फेला पार्दिन। ऊ भने एउटा कुनामा लुकेर बसिरहेको हुन्छ र भूपेन्द्र र भुन्टीको हरकत हेर्नको लागि ऊ लुकी लुकी एउटा रुममा बसेर चियो चर्चो गरेको दृश्य हामीले देख्न सकिन्छ। हो दर्शकबिनहरू, अर्को दिन भने यता सिरियाले भने एकदम भुन्टीलाई पहिलेदेखि एकदम हेला गरिरहेको चाहिँ पाखे हो, पाखे गरिबकी छोरी भनेर आफूले पैसा कमाएर विदेश गएर ल्याएको पैसा कमाएर घर बनाएको भन्ने घमण्ड उनले कहिल्यै पनि छोड्न सकेनन्। हो दर्शकबिनहरू, अनि भुन्टीलाई हेपिरहेकी थिइन्। अनि उनले भने घरबाट भुन्टीलाई कसरी निकाल्ने भनेर सोचिरहेकी थिइन्। अनि कस्तो बाहना बनाएर उसलाई गाल खुवाएर जसरी भए पनि भुन्टीलाई घरबाट निकाल्ने भनेर प्लान बनाइरहेकी थिइन्। हो दर्शकबिनहरू, यता भने भूमिकाको बिहे नजिकै गरेको थियो। भूमिकाको बिहे भने अर्को दिन थियो। हो दर्शकबिनहरू, अर्को दिन भने बिहानै भुवन बिहेको लागि भनेर उनी भूमिका गाउँ जान लागिरहेका थिए। अनि सिरियालाई विभिन्न कुराहरू सम्झाएर एकदम तिमी बस, अब भुन्टीलाई यसो गाली गर्ने यताउता गर्ने नगर, एकदम माया गरेर राख भनेर सम्झाइरहेका हुन्थे। तर उसले भने एकदम रिसाइरहेकी हुन्छन् र एकछिन फकाएर उसले भने गएको दृश्य हामीले देख्न सकिन्छ। हो दर्शकबिनहरू, जाने बेलामा भने भुवनले भुन्टीलाई केही रकम पैसा दिएकी हुन्छन्। त्यो चाहिँ सिरियाले एकदम देखेर ख्याल गरेकी रहेछन्। अनि त्यतिखेर पनि सिरियाले केही पनि बोलेकी थिइनन्, चुप लागेर सोचिरहेकी थिइन्। अनि त्यही पैसा फिर्ता गर्न उनले भने प्लान गराएकी रहेछन्। हो दर्शकबिनहरू, सिरियाले भूपेन्द्र सामु गएर पैसा चोरेको बाहना बनाएर पैसा यसैले चोरेको भनेर आरोप लगाउँछु अनि यसलाई भुन्टीलाई जसरी पनि घरबाट निकाल्छु भनेर ठुलो प्लान बनाएर सिरियाले भने विभिन्न अब भूपेन्द्रलाई एकदम दोष लगाउन खोजेको दृश्य हामीले देख्न सकिन्छ। हो दर्शकबिनहरू, यसरी सिरियाले आफ्नो जेनिसलाई फलफुल खान राखेको टेबलमा राखेको पैसा हरायो भने विभिन्न उडपाउडो कसले लयो, के गर्यो, कहाँ गयो, कसले चोरो भनेर खोजिरहेको बाहना गरिरहेको एकदम नाटकीय शैलीमा गरिरहेको थिइन्। हो दर्शकबिनहरू, अनि भुन्टीलाई देखिसकेपछि भुन्टी तैँले चोरेकी होस् भनेर अनावश्यक आरोप लगाएको दृश्य हामीले देख्न सकिन्छ। अनि उनले भने भूपेन्द्रको सामु लगेर हेर्नु देवर बाबु, तपाईँकी बुढी भुन्टी यस्तो यस्तो नाराज काम गरिरहेको छ, मेरो पैसा राखेको चोरी भनेर जब भुवनले दिएको पैसा पटुकामा राखेकी थिइन् भुन्टीले, त्यही पैसा झिकेर हेर्नु त यी सबुत प्रमाण यसले यहाँ लुकाएकी रहेछ भनेर भनेको दृश्य देख्न सकिन्छ। अनि त्यतिकैमा भने भुन्टीलाई सिरियाले घरबाट निकाल्न खोजेकी हुन्छे। हो दर्शकबिनहरू, भुन्टीले कति बिन्ती गर्दा पनि नमानेपछि निकाल्न खोज्छे। यता भने भूपेन्द्र आत्तिँदै अत्तालिँदै बसेको हुन्छ र लड्नुहुन्छ नातिनु भनेर भुन्टीले भनिरहेको हुन्छ। तर भूपेन्द्र भने लडेको हुन्छ। त्यतिखेर भने अचानक लुकेर बसेकी जेरी भने अचानक भूपेन्द्र छाउमा आएर मेरो भुन्टु के भयो, उठ्नु मैले यस्तो गरेको होइन, मैले तपाईँलाई यस्तो हालत गराएको होइन भनेर विभिन्न नाटक गरेर आइले त्यो पहिला मैले माया गर्छु भनेको दृश्य देख्न सकिन्छ। अनि सिरियाले यति देखिसकेपछि भने त तिमी को हो, किन आएको यो गर भनेर सोधेको दृश्य हामीले देख्न सकिन्छ। अनि भनी सिरियालले भने जेरीलाई कोठामा बोलाएर विभिन्न कुराहरू गरेर सोधिरहेको हुन्छ। हो दर्शकबिनहरू, मैले यो मन पराउँछु भूपेन्द्रलाई, तर
उसलाई कसैले पनि घरबाट निकाल्नुपर्छ, हामी दुईटा मिलेर भनेर सल्लाह गरिरहेका हुन्छन्। यता भने भुन्टीले सबै कुरा सुनिरहेकी हुन्छन्। हो दर्शक मित्रहरू, यति सुनिसकेपछि भुन्टी भने अब चुप लागेकी छैनन्। अब जसरी पनि यिनीहरूलाई त लगाउनु पर्छ। म सोझी भएर हेपेका हुन्। यिनीहरूले मलाई जे भने त्यही गर्छन्, जे भने त्यही भनेर मलाई हेपिरहेका छन् भनेर एकदम उनी भने अचानक एकदम नडराइकन तिनीहरूको माझ कोठामा गएर उनीहरूलाई दह्रो थर्काएर एकदम गालामा चड्कन दुवैजनालाई हानेर लुसेर एकदम हानेर कुटपिट गरेको दृश्य हामीले देख्न सकिन्छ। हो दर्शक बिन्दुहरू, सोझी छ गाउँ कि पाखे भनेर पहिलेदेखि हेपिरहेकी श्रेयालाई भने बुन्टीले गालामा चड्कन हानेकी छन्। एकदम घाइते अवस्था बनाएको दृश्य हामीले देख्न सकिन्छ। हो दर्शक बिन्दुहरू, बुन्टीले भने गाउँ घरमा हुर्केको र एकदम ताकततिर बल जति सबै तिनीहरूलाई कुटपिट गर्न प्रयोग गरेकी छन्। उनीहरू भने एकदम अचम्म परिरहेका छन्। बुन्टीमा यति धेरै ताकत कहाँबाट आयो भनेर अचम्मित परेको दृश्य हामीले देख्न सकिन्छ। हो दर्शक बिन्दुहरू, बुन्टीलाई निकाल्ने प्लान गरेका तिनीहरू भने अन्तमा आफैहरूलाई बुन्टीले घरबाट निकालेको दृश्य हामीले देख्न सकिन्छ। हो दर्शक बिन्दुहरू, अब के होला त दर्शक बिन्दुहरू, अब भुवन आउँदा यस्तो हालत देखेर अब श्रेया भने घरबाट बाहिर निस्किसकेको हुन्छ। हो दर्शक बिन्दुहरू, श्रेयाले भने अब तँलाई मैले बदला लिन्छु भनेर इख लिएर बसेको दृश्य पछि जसरी पनि तँलाई दुःख दिने हो भनेर भनेको दृश्य देख्न सकिन्छ। तर भने भुन्टीले यसरी कुटिसकेपछि दुवैजना एकदम डराएका छन्। हो दर्शक बिन्दुहरू, डराएर कामिरहेको दृश्य हामीले देख्न सकिन्छ। हो दर्शक बिन्दुहरू, अब यो भुन्टी सिरियल के होला त, कस्तो मोडमा आउला? मेरो युट्युब च्यानल मन परेमा लाइक कमेन्ट, अझै पनि हजुरहरू मेरो युट्युब च्यानलमा जोडिनु भएको छैन भने सब्सक्राइब गरिदिनु होला। धन्यवाद।